हेलो गुड मर्निङ गाइज गुड मर्निङ म चाहिँ लेसपारा आएको 5-6 दिन भयो। झाराहरू तिरियो अनि एक दिन बसियो। अहिले चाहिँ म भोलि दिउँसो ढका आएको भने र अहिले आजै गएर माथि टिकटाईको होटलतिर बस्ने यहाँनिर। फेरि यहाँ ज्वाइँहरू कुसुमाटी अनि तुलबेनाहरू आउनु भएको छ र उहाँहरू नि जाने भनेर आउनु भएको रहेछ। ठ्याक्कै आजको दिन जुरेछ हामी नि जाने भनेर अहिले त्यहाँ जान लागेको छौँ। अहिले माथि गाउँतिर हुनुहुन्छ भेनाहरू, त्यहाँ गएर कतिजना जाने कसरी जाने सरसल्लाह गरेर जाने प्लानिङ छ। म तपाईँहरूलाई अहिले एकछिनपछि अरू भिडियोहरू नि देखाउनेछ है। हामी चाहिँ आज यो बाख्रा काटेर जलजला बोकेर जाने मासु। जलजला चाहिँ रमाइलो हुन्छ बेलुका। ल हामी सिद्रा चौतारामा आइयो अहिले। अब यहाँ 1-2 मिनट रेस्ट गर्ने, चिसो पानी पिउने अनि जाने। दुई तरिकाले लगाइसकिसकेपछि त्यहाँ चाहिँ के भयो त कुराकानी भनेपछि चाहिँ उसको हुनुपर्ने ठाउँमा चाहिँ त्यो भएछ भनेर के कसो भन्दा चाहिँ दिपा बहिनीलाई थाहा छ। दुईजना बस्छ, दुईजना चाहिँ सकिन्छ भने त लपके रहेछ त यहाँ सिजन त सकिन ला त के हो पाके रहेछ त बाटोबाट निकै रहेछ कि कस्तो फल्दैछ तरले गुल्ला रहेछ क्या झुन्डेको। बल्ल बल्ल भामी आइयो भामीको पानीमा। केटाहरूले ढुङ्गा लिइरहेछ नि त यार, मैले ढुङ्गा ज्याम यो ढुङ्गा पऱ्यो नि 150 अन्त 2 खेर नि त। तेरो बाले ठेक्का लिने, हामीले अब 15 रुपियाँको धोती, 150 को मैले, 80 रुपियाँको साइल ढुङ्गा बोकिन्छ यार। यहाँ चाहिँ भामीको पानी है साथी। आउँदैछन् तलाटी 7 जना यहाँ चाहिँ यता माटेको तिरबाट जाने यहाँनिर, अनि उता 4 जना 5 जना कतिजना जान्छन्। बेलुका चाहिँ 12-13 जना केटाहरू भइन्छ माथि जलजला। ज्वाइँ आउँदै हुनुहुन्छ, तलतिर भेना आउँदै हुनुहुन्छ टक्क लगाएर थाक्नुभयो। भामीको पानी टक्क लगाएर। ल हामी चाहिँ अहिले ढाइढुङ्गा आयो। ढाइढुङ्गाको पहिला गयो गोर्सालु, अहिले भत्किसक्यो। यहाँ धारो रहेछ नि थुप्रो रोबो, म त ढाइढुङ्गा नआएको। हामी पुग्नु माथिको मार्केट डिलतिर हो। यहाँ ढाइढुङ्गामा टक्क लगाएर धारो रहेछ क्या, यस्तो बालीर ठुलो धारो रहेछ। हिउँदोमा लिसोदा आउने चाहिँ होइन, ठाडो न माथि कुना न पानी पिउनु लाउनु भएको छ। टक्क लगाएर यहाँ ढाइढुङ्गा आइयो बल्ल। हामी रक्सिन खाने चाहिँ यो छ टक्क लगाएर जुस, उहाँहरू पिउनेलाई चाहिँ टक्क 1 गिलास खाएर जाने। अब हामी यता ढाइढुङ्गाको बाटो हुँदै लहरे देउराली आइपुग्यो। यो डिलमा चाहिँ लौरी चलाउने परम्परा रहेछ। पहिले जिजे बाजेको पालाबादेखि नै चलाउन जानुभएको। यहाँ चाहिँ हामीले अब लौरी चलाउने न आउँदैछौँ यता।
पहिला नाइ होला यो आम ताको त्यति बेला थाहै भएन हामीलाई ए ल लौरी चरा नि पुरै लौरी रहेछ नि त यहाँ सर्लक्कै ट्रस पनि रहेछ टक्क यहाँ अब हामी यहाँबाट माथि माटेको ढुङ्गा खानतिर जान्छौँ यता गयो लेसपार यता लाङदी भमरकोट हो देवपुत्री नै त्यहाँ ल लौरी चरा लाग्नु छ सबैजनाले भमरकोट रे होइन भमरकोट नि त परको डिल होइन र परको चुच्चो लहरे देउरा लिनु भन्छ नि चाहिँ यसलाई लहरे देउरा लिनु लौरी चराउने रहेछ चल यहाँ चाहिँ फेरि ढुङ्गा चराउने अन्य बाटो ऊ रहेछ ठाउँ नयाँ ठाउँ त्यो थाहा भयो आज ल ल ढुङ्गा चराउनु त नि सबैजनाले ल थाक्यो हाम्रो आज जलजलाको यात्रा थाक्यो 2 घन्टाको यात्रामा थाकै ए 2.5 घन्टा भइसकेछ हामी चाहिँ लाग्यो जलजलातिर एउटा ग्रुप थाक्यो ढाँडातिर पुग्न लाग्छौँ हामी जलजला जाँदैछौँ अलिकति जलजला बस्ने तर अहिले चाहिँ त लडदेउरा लाटी माटो निस्कने बाटो गर्मी बसेन शीतल आनन्द बसे बादल लागेर सबै ड्याम्मै बस्छ केही देखिएको छैन थाकेर यहाँ भरङ्गो लट्टीको डिलमा आएर खाजा खान लाग्छ भने त चाउचाउ खाजा खान लाग्यो साथीहरू थियो उताबाट गएको रहेछ जलजल पुरा सामानहरू बोकेर हामी त आइयो पानी पऱ्यो अब प्लास्टिक गर्ने यी साथीहरू पनि सबै प्लास्टिक गरे कहिले छाता गरे आफू अरू गर्दै बस्दैछन् पानी पर्यो अब पानीले भिजा आज यहाँ ओह्रालमा ओतिने लाग्छौँ सात ठुलो पानी त परेन अलिअलि पर्छ भयो नि पानी यहाँ बिट जाने नि त ओह्रालमा बस्नु ल टक्क लगाएर पानी पर्यो ठुलो पानी पर्यो ठुलो माटे आइस लागेको थियो मामी पानी परेर यहाँ छरा रहेछ नि भुइँको यहाँ म त बल्लदेखि अघि यहाँ खोलेको थिएन हेर्दा त्यत्रो लागिसक्यो पानी पऱ्यो बल्ल हामी माटी आइयो 3 बज्यो यहाँ केटाले ढुङ्गा फोरेर राखेर रहेछन् मजाले तलतिर पनि ढुङ्गा चाहिँ यहाँ फोरेर रहेछ केटाहरूले म त जिलतिर जाँदैछन् साथीहरू तलतिर भ्यान आउँदै हुनुहुन्छ हामी चाहिँ माटेको ढुङ्गा खाने उपलब्धिको चौतारामा आएछौँ अलिअलि दिन चाहिँ खुलेछ तर पानी चाहिँ परिरहेछ अझै पनि यो चाहिँ माटे टुसा भाज्नु जङ्गलमा पसेको हामीले टुसानी भाजेछौँ जुगा त थुप्रो लगाएर अलि भित्र गयो पानी बल्ल उतातिर चाहिँ ठुलो पानी परेछ पोखरा चाहिँ मजाले देखिन्थ्यो यहाँबाट उता फेउतालहरू भन्ने
अहिले सबै बादलले छोपेको छ ल पानी पनि ट्याक्कै बित्यो भयो यहाँ माटेको खानीमा आइयो हामी टक्क लगाएर यहाँ केटाले ढुङ्गा परेछन् तलतिर चाहिँ हाम्रो गाउँ पर्छ साथीहरू पनि सबैजना आउनुभएको छ जुवा चाहिँ अब यो बाटो हुँदै माथिको चौतारा जाने फेरि हामी अब एकछिनमा सबैजना आइएछ हामी अहिले यहाँ चौतारामा हुन्छ नि तलको चाहिँ लेसपार है रुकुसी र तलको त्यो गाउँ चाहिँ लेसपार हो त्यो चाहिँ लेसपार मोदी गाउँपालिका वार्ड नम्बर 4 अब हामी माथि लाग्ने यहाँबाट फेरि त्यो माथिको डिलमा पुगेर एकछिन त्यहाँ हेर्ने भ्यूहरू अनि फेरि जाने उता ल जाम अब ल टक्क लगाएर ल अब नाउँले बाँधेर यहाँ उता गयो भने चाहिँ हामी 4 खानी पुगिन्छ फेरि यहाँ यता उता बिहान आउँदै हुनुहुन्छ योहरू चाहिँ पुरै माटेको ढुङ्गा खानी हो हामी तल भाइको खर्कबाट सिधै माथि आएको भए यो बाटो हुँदै आइन्थ्यो तर आउनेर उताटी घुमिरह्यो ल हामी चाहिँ यहाँ वाइफाई टावरमा आइयो अहिले टक्क यहाँ वाइफाई टावरमा आइएछ मैले फर्स्ट टाइम आएको पहिला बनाउनु भएको थियो पोहोर परासा लाउँदा अहिले चाहिँ बनाउनु भएको छ ठाउँ चाहिँ टावर चाहिँ बनाएन टक्कलाई यस्तो सम्मिएको रहेछ ठुलै ठाउँ त्यो परको 4 खानी हो त्योहरू चाहिँ माटेको खानीहरू भइहाल्यो त्यो परको अलिअलि बादल देखिने खर्क चाहिँ अघि बसेर पानी पिएको ठाउँ हो ढाइढुङ्गा हान्ने अहिले यता यो चाहिँ हामी पुग्नु पर्ने परको डिलमा हो टक्क लगाएर हामी पुग्नुपर्ने यो बाटो हुँदै गएर डिलै गएर पुग्नुपर्ने परको त्यो डिलमा हामी पुग्नुपर्ने ल ल सबैजना फोटो खिच्दै सेल्फी हान्दैछन् ल टक्क लगाएर अहिले हामी यहाँ रतनपराको डिलको मन्दिरमा आइएछ टक्क लगाएर यहाँ मन्दिरभित्र चाहिँ के छ के घन्टीहरू रुद्राक्षहरू यहाँबाट खस्यो भने चाहिँ सिधै तल गइन्छ तल मा चट्टान परेर रहेछ माथि आँटे पुरै यसरी पुरै खाइदियो रहेछ यहाँबाट जराको नि त भित्रभित्र सबै खाइदियो रहेछ चट्टानले टुसा एकै नम्बर अलि माथि राख्नुपर्छ हुर्किएकोलाई त अलि माथि राख्ने हो के अलि नहुर्किएकोलाई चाहिँ टुप्पा देखेकोलाई चाहिँ अलि जर यहाँ तान्ने एउटै उमारै छ क्या घाँसमा त्यसलाई झाजिन्छ
एकै ठाउँमा मुठी आएछ त छ यहाँ एकै ठाउँमा यत्रो कि मुठी ल एक छाक हो त एकै ठाउँमा टक्क ल सरको बाटो ल ल टक्क लगाएर यहाँ त अझै त्यो रनिङ गर्ने कि म्याराथन जस्तो कि परैबाट कसिने दौडिने कि स्पिड त साह्रो न कम्पिटिसन जब जाँदै अब आर्टेबाट माथिको त्यो मन्दिरमा डिलको मन्दिर त्यहाँ देखाउने भने सिधै तल खसिन्छ ल हामी चाहिँ चुरेघाँटी आयो अहिले चुरेघाँटीको घाँटीमा आइपुग्न यो डिलमा हो तलको कान्छ चुरेघाँटी हेर्नु हुँदो बाटो छ है यो चाहिँ चुरेघाँटी टक्क चाहिँ चुरेघाँटी चुरेघाँटीको खर्क त तलको हरियो साथीहरू तलतिर जान्छन् माथि नाउँदैन चाहिँ भेना र दाइ चाहिँ ल आउँदैछन् साथीहरू गलङ्की निकै थाक्यो हम्पालको डिलमा ल्यायो आइएको छ हामी चोखो डाँडा भनेर चिनिने ठाउँमा हम्पालको डाँडामा आइयो हम्पोल्ने ठाउँ टक्क लगाएर यहाँ बसिएछ हामी सबै अब जानुपर्ने यो बडाको त्यो घरमा जाने हो त्यहाँ फेरि जल्दी जाने अझ बस्न टक्क लगाएर साथीहरू आउनुपर्छ सबै हामी चाहिँ यहाँ डुलेको चौतरा यहाँ छ होइन अब जानेलाई फेरि पर वाइफाई टावरतिर हिमाल देखिन्छ यो बुढासहरू सबै यहाँ बिरुवा उम्रेको थियो डरले सबै जलाइदियो यताको सबै हेर्नु त यताको त्यो गुराँसको रुखहरू सबै डरेको डर लाउड हामी कसैले नगरमै साथी झुक्केर पनि यहाँ भिड हेर्दै हुनुहुन्छ जो झुके जालौनी रे कस्तो बिर्छ नि हेर्नुलाई यहाँ तल यहाँ पनि ट्रस बनाउनु बारे छ यसरी बस्ने सिट साइडको ट्रस रहेछ यहाँ चाहिँ सानो अब हामी जाने भनेको
यो बाटो हुँदै गएर त्यो घर जाने अनि त्यो डिलको टावरमा जाने त्यसपछि एकछिन बसेर जलजला जाने ल अब हामी चाहिँ यता ससधाराको माथि डिलतिर वाइफाई टावरतिर आइयो फोटो किन बनाउनु भएर चाहिँ यता अनि हामी अघि यो माथि डाँडा हुँदै आएको त्यो माथिको ट्रस देखिने हुँदै आएको हो टक्क लाएर बल्ल यहाँ डिलमा आइयो अब हामी यहाँ एकछिन रेस्ट गरेपछि जलजला जान्छौँ यहाँ एउटा घर पनि छ यहाँ यसो आगो सागो फुक्ने अनि बसेर यसो ग्यास स्यास ल्याएर फुकेर खाइने हुन्छ आगो फुकेर खाइने हुन्छ त्यहाँ पर कुना फुकेको रहेछ आगो तर डिलमा हेरेर फोटो सोटो खिचिने भयो टिकटक सिकटक बनाइने भयो यतातिर सबै रेस्ट गर्नुभएको छ अहिले ल यहाँ एकछिन रेस्ट गरेपछि अब हामी चाहिँ जलजलातर्फ लाग्यो ल हिँड्छौँ यो पनि जलजला सिधै आएको यताबाट आउनु नपाएर अब हामी चाहिँ टक्क लाएर सिधै जलजला जान्छौँ जलजला गएर त्यहाँ खानासाना पकाउँछौँ खाने सुत्ने भोलि चाहिँ बिहान ढकाएको जाने फेरि फाइनल्ली जलजलाको ओह्रालमा आइपुग्यो ठुलो एक राउन्ड लगाइयो हामीले आजको बास चाहिँ यहीँ जलजला हुन्छ आज रमाइलो गरिन्छ एकछिन बेलुका 10-12 बजीसम्म कति बज्छ त्यसपछि चाहिँ हामी सुतिन्छ अनि बिहान 5 बजे उठेर ढकाएको जाने यो रमा मात्रै अरू साथीहरू चाहिँ के गर्छन् त्यो चाहिँ थाहा छैन है ल हामी चाहिँ जलजला यो जलजला टक्क लाएर साथीहरू चाहिँ यहाँ बसेछन् जलजला यो चाहिँ किचन टक्क लाएर जलजला आइपुग्यो अहिले चाहिँ टक्क लाएर यता किचन आगो तापिएको छ गरे ल ठुलो खर्कनलाई भात हो कि तलकै ए माथिको मासु ल टक्क आइसक्यो यहाँ जलजला हामी फाइनल्ली जलजला यो जलजलामा बत्ती आएको छ यहाँ भाइले चिया सब पकाउनु लानु भएको छ टक्क लाएर जलजलाको होटल यहाँ अहिले त यो ठुलो मल्टिपल रहेछ नि थुप्रो खालको जतासुकै जान मिल्ने सजिलो दामी हुन्छ क्या त्यही 4 साइडमै कति 4 चोके 16 वटा रहेछ त यतातिर चाहिँ सुत्ने कोठाहरू होला पक्कै यहाँ यस्तो बेडहरू रहेछ टक्क लाएर सुत्ने बेडहरू यहाँ पनि यतातिर पनि छ पक्कै आउँदै रहेछ त ल यहाँ जोड्ने भएन साथीले टुसा चराउँदैछन् टुसा खाने मासु खाने सबै खाने आज चिया पनि आयो रामदाले चिया दिएर राम्रो टुसा चाहिँ भसक्कै छराउनु पर्ने छ आज यता ल्याइदियो है मेनालाई टक्क लाएर टुसा छराउनु लान्छन् सबैजना मिलेर चरै छ स्पेसल टुसा एकदम अर्ग्यानिक टुसा अब खाने बेलुका बुट्टा देखेर चिउटिनु होइन नि जलजलामा टक्क लाएर एकदम
रमाइलो हुँदैछ बेलुकाको लागि यहाँ फेरि दाउराको तयारी हुँदैछ कलाएर केटाहरू आज भइन्छ होला 2 4 6 8 10 12 13 14 15 16 आज 19-20 जना त्यो भइन्छ होला लगभग अहिले तलतिर आउँदैछन् टिकेदाईहरू यहाँ अब क्याम्प फायर सुरु हुन लाग्यो तयारी हुँदैछ अब हाम्रो यहाँ हल्का जलपान सुरु हुन्छ जलपान सुरु गर्ने तयारी गर्दैछन् साथीहरूले सुरु भयो क्याम्प फायरिङ टक्क लाएर बिहानको धुवाले मार बिहानको भुकुवा बिहान काटेको भुटा लिएर यहाँ रेडी भएको छ टक्क लाएर अब टक्क लाएर खाने एकछिनमा खानपिन सुरु हुन्छ हाम्रो ल टक्क लाएर सुरु हुन्छ अब आजको चाहिँ त्यही हेरेर हुन्छ सामान बिहान लिएको सामान टक्क लाएर हामी सबैजना छौँ ल बस बस टक्क लाएर सुरु हुन्छ है ल है साथी ल सुरु होला सुरु सुरु टक्क लाएर अब सुरु हुँदैछ ल है भुटा टक्क भुटासँग आज जलपान सुरु हुन्छ अब ल ल अब हाम्रो सुरु हुन्छ है ल ल त 2 जना खान्छु हुन्छ हुन्छ ल ल चेस ल सबैजना ल ल ल ल ल ल ल टक्क लाएर सुरु हुँदैछ ल यहाँ बसेर ए गङ्गा भाइ ल ल ल ल त्यहाँ म अर्कोसँग छु ल ल हाम्रो चाहिँ एकदम स्पेसल छ आज रमाइलो साथीहरू सबै छौँ 2 जना 4 जना 6 जना 8 जना 10 जना 11 12 13 14 जना 15 16 जना 17 जनाहरू हुन्छ कि त सबै गरेर हामी चाहिँ यहाँ फेरि रेडबुल टक्क लाएर हामी 2 जना चाहिँ रेडबुलमा पर एउटा गङ्गे भाइ राम दाई र दाइहरू चाहिँ बल्ल आउँदैन हुन्छ कुसमाटी आज लेसपर ढाले फेरि जल जल ल ल ल दाइ हजुर ल है हाम्रो सुरु भइसकेको छ टक्क पार्टी एकदम ल टुसा निसान्दैछ नि यहाँ टुसा बफाएको टुसा पुग्ने फेरि लाएर यो चाहिँ हामीले अन्त भन्दा लिएको करिलो रहेछ चिसोले सेलाएर फेरि माथि राखेर तताउँदै खाने हामी त
ल सुरु भएछ सुरु त्यहाँ मासु पाक्दैछ हाम्रो टक्क लगाएर थालमा हालेको मासु चाहिँ होइन यहाँ टक्क तताउने स्पेसल खत्तम भइन्छ क्या सबै चढ्यो ल अहिले चाहिँ रातको बेलुकाको 7:30 बजेछ टक्क लगाएर अँध्रो हुन लाग्यो अब भिड धाउँदा त रङ्ग लाउने पछि त पानी पहिला उता पानी परेर कुहिरो झल्ने पारेर खासै मजा आएन झडी लाएर त कुलेर त यस्तो हाम्रो भाइले एकले बिचराले पुसा बुझ्दैछन् अनि तिमीलाई उ भएन के खायौ त खायौ खाना यता आऊ नि त नि यहाँ फेरि काम गर्नुलाई टक्क लगाएर अर्ग्यानिक पुसाएर ल साथीहरू स्पेसल हाम्रो कुकम्यान भाइ चाहिँ टक्क लगाएर ल हाम्रो कार्यक्रम चल्दैछ जलजलामा कसै जलजला आएर यसो रमाइलो गर्न चाहनुहुन्छ भने कन्ट्याक्ट मलाई गर्दा पनि चाहिँ म दाइहरूको नम्बर दिन्छु टक्क लगाएर हेर्नु है ल रमाइलो छ जलजलामा ल हाम्रो जलजलाको रमाइलो टक्क लगाएर ल हाम्रो मुसा मासु साथीहरू छन् पुरा बनको ओरिजिनल टक्क लगाएर रातको 8 बजिसक्यो हरियो खुर्सानी खुर्सानी सहित टुसा मासु मस्तै मान्छेले ट्रकमा छ भन्छ कुकम्यान चाहिँ आज खतरा परिरहेछन् ल गजब रमाइलो भएको ल रमाइलो चल्दैछ जलजलामा एकदम ल रमाइलो ल यो त हरिबाट छ अहिले त्यहाँ आलमा आल खेल्नु बेला आउनु त्यहाँ पोखरीमा
है गुड मर्निङ गाइज, गुड मर्निङ। हिजो हाम्रो यहाँ पार्टी चलेको थियो। अहिले बिहानको 5 बजे छ। यहाँ निश्चलको बारेमा चाहिँ अब ढकाए खाना पाउँछ केसो हेरान वनतिर पसेर आम भनेर हिँड्न लागिएको छ। बिहान चाहिँ वन जङ्गलको चराचुरुङ्गी चाहिँ एकदम मनलाई आनन्द हुने चिरबिरको साउन्ड चाहिँ सुनिराखिएको छ। अहिले नधुलाइकन गइएछ वनतिर नि। बिहान 5 बजे यस्तो चिसोमा गएर जान्छ है। वहाँ पुगेर अहिले तलै खोला नभेटाइन्छ क्या, खोलातिर गएर धर्नु पर्ला। जलजलाको पानी धमिलो हुँदो रहेछ अलि। यो हावाले होला सायद त्यस्तो पानी चलाइराख्ने। वन त यस्तो छ। काशीको सुटिङ गर्ने त अन्धेर छ। बिहान 6 बजी छ बल्ल। 6 बजी आउँदाखेरि यस्तो अन्ध्रै छ वनतिर त। हामीहरू यहाँ नोप्रो लट्टीको खर्कामा आइयो अरे। ए हो यहाँ पनि हामीको त यहाँ हो नि। ए भैँसी यता नआएको हामी दुईजना चाहिँ पोहोरको ठाउँमा चुल्ठो मिलाउँदै रहेछ क्या। यहाँ ढकायो भन्दा नि ढका चाहिँ तल खोल्सातिर अलिअलि छ। यो भनेर चाहिँ ढकायो अलिअलि। ढकायो कहाँ नआएको दुईजना उरोमा। माथिको अहिलेको भिरमा त्यो माथिको भिरमा काटेको अघि। अहिले यहाँ चाहिँ यस्तो वसक्कै छ ढकायो। यो चाहिँ कोइला थाहा नभएको हामी 5 जना त्यसलाई थाहा भएको बारी हो नि। स्पेसल अहिले जनाएको रहन्छ केटा। अहिले लाम हिँड्दै जाऊँ। फोहोर त माथि माथिको काटेर अरू किलोको पानी नि आयो। जरा लैजाऊँ बरु थोरै होला जाने बरु जरासित लैजाऊँ कि जराको राम्रो हुन्छन् क्या। ल ढकायो बा समिस छ। ल यहाँ ढकाएको नि अब ढका त बारी छ ठ्याम्मै छ। यता त्यस्तै छ। हामीले ए त छ पोहोर चाहिँ हामीले यो छोटो छोटो काटी लगियो के अरे। अहिले चाहिँ अलि लामो लामो लागिजाने जरा त्यहाँनिर लगाएछ। 5 बार लग्यो नि। 5 जनालाई पुगेको पोहोर। अहिले 2 जनालाई खाला खाला हुन्छ। पोहोर चाहिँ हाम्रो ढका सबै यता खसेत गऱ्यो नि। यहाँ खसेत गऱ्यो। अहिले चाहिँ यता खसेर चाहिँ त्यहाँ कुनामा माथि भिराट खसालेको पोहोरको जसरी अहिले चाहिँ यहाँ भिजा छ। यहाँ खसेछ खसालेको भन्नुपर्दा चाहिँ माथिबाट माथि ढिलाएर खसालेको हामीले। कसैको टुसा कसैको ढका छ है आज हाम्रो। अब जलजलाको बसाइ हिजोको बसाइ सक्यो।
ल अब घरतिर लाग्ने सबै हजुर अब जलजला टु लेसपार फेरि बसाइ रमाइलो भयो ल ल ल हामीले चाहिँ कसैले टुसाए कसैले ढकाए काटेछौँ यो बोरामा र लागेछ ल सबैजनालाई बाई बाई पछितिर अरू भिडियोतिर भेटौँला है सबैजनालाई बाई बाई